नेपाल प्रहरी जनता र सरकारलाई डाइरेक्टली जोड्ने माध्यम। प्रहरी प्रशासनले जनतालाई सहयोग गर्दा, आवश्यक परेको बेला सुरक्षा प्रदान गर्दा जनता सरकारसँग खुसी हुन्छन् र सहयोग नगर्दा दुखी। तर नेपाल प्रहरीलाई दैनिक कामकाज, भीड नियन्त्रण र सुरक्षामा प्रयोग हुने हतियार नै पर्याप्त छैनन्। बिचौलिया, कमिसन र राजनीतिक हस्तक्षेपका कारण हतियार खरिदको प्रक्रिया पटक पटक विवादमा पर्दै आएको छ। नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयले सन् 2078 यता असुल ग्यास जस्तो गैरघातक हतियार किन्नै सकेको छैन। यसै अभावका बीच 15 चैत 2081 मा राजावादी समूहले काठमाडौँमा ठूलो प्रदर्शन गरेको थियो। स्थिति नियन्त्रण गर्न प्रहरीले अन्ततः एसएलआर र इन्सास जस्ता घातक हतियारबाट 81 राउन्ड गोली चलायो। त्यो दिन प्रहरीकै 19 जना आफ्नै गोलीले घाइते भयो भने एक जवानले ज्यान गुमाउनु पर्यो। यदि पर्याप्त नन लेथल हतियार अर्थात् गैर घातक साधन उपलब्ध भएको भए यस्तो दुर्घटना हुनुपर्ने थिएन। नेपाल प्रहरीले त्यस दिन छिमेकी जिल्लाबाट हतियार मगाएको र सशस्त्र प्रहरीबाट 1000 थान असुर ग्यास सापटी लिएको थियो। त्यो असुर ग्यास अझै फिर्ता गरिएको छैन। अभ्यासको पनि अभाव, भीड नियन्त्रण र सुरक्षाका लागि पर्याप्त गोली र हतियार नभएकाले प्रहरीको तालिम पनि प्रभावित भएको छ। फायरिङ सिमुलेटर भए पनि लाइभ एम्युनिसनको अभ्यास कम हुँदा सटिकतामा समस्या देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। यति बेला 1800 प्रहरी मात्र विशिष्ट व्यक्तिको सुरक्षा ड्युटीमा खटिएका छन्। करिब 1100ले पिएसओको सुविधा पाएका छन्। ती सुरक्षाकर्मीलाई 303 पुरानो हतियार वा खाली लौरो दिएर सुरक्षा गर्न सम्भव छैन। आधुनिक पिस्तोल र पर्याप्त एम्युनिसनको गम्भीर अभाव छ। कमिसन र बिचौलियाको जालो। प्रहरी हतियार खरिद सुरक्षा, सामरिक तथा प्रतिरक्षा कार्यविधि 2064 अनुसार हुन्छ। 2076 मा संशोधन भएको यो कार्यविधिबाट फर्म सूचीकरणको प्रक्रिया सुरु भए पनि कस्ता हतियार कति ल्याउने भन्ने अन्तिम निर्णय अझै भएको छैन। यसरी पटक पटक हतियार खरिद विवादमा पर्नुको कारण कमिसनको खेल, बिचौलियाको प्रभाव हो। पूर्व अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी भन्छन्, विश्वभर हतियार खरिदमा कमिसनको कुरा हुन्छ। नेपालमा त्यो रकम लुकाइन्छ। त्यही भएर बिचौलिया हावी हुन्छन् र विवाद झनै बढ्छ। अघिल्लो दशकमा सत्तारूढ दलसँग नजिक व्यापारीहरूले स्पेसिफिकेसन आफैलाई अनुकूल हुने गरी बनाएको इतिहास पनि छ। त्यसैले स्पर्धा खुला नहुनु, पारदर्शिता नहुनु अहिलेको समस्याको मूल कारण बनेको छ। नयाँ प्रक्रिया र सम्भावित उपाय। नेपाल सरकारले हालै क वर्गका फर्महरू दर्ता आह्वान गरेको छ। त्यसपछि मात्रै खरिद प्रक्रिया अघि बढ्नेछ। तर जानकारहरू भन्छन्, यदि फेरि पुरानै चलन दोहोरियो भने विवाद टुङ्गिने छैन। विशेषज्ञहरू भन्छन्, यदि साँच्चै सुधार चाहिन्छ भने सरकार अर्थात् G2G सम्झौताबाट खरिद गरिनुपर्छ। खुला बोलपत्र विधिबाट प्रतिस्पर्धा गरिनुपर्छ। निगरानी संयन्त्र गठन गरी निर्णयकर्ताको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। पूर्व एआइजी सुवेदी भन्छन्, विवाद हुन्छ भनेर हातै नहाल्नु समाधान होइन। प्रहरीसँग अति आवश्यक साधन नभए भोलिदेखि नै सङ्कट आइपर्न सक्छ। प्रहरी र सरकारको यस्तो लापरवाही, ढिलासुस्ती र कमिसनमुखी कामले आम नागरिक र सुरक्षाकर्मीको ज्यान जोखिममा परेको छ। आवश्यक हतियार र साधनको अभावकै कारण भोलि अरू निर्दोषले पनि ज्यान गुमाउने खतरा पनि जस्ताको त्यस्तै छ। सरकार र प्रहरीको यस्तो लापरवाही कहिलेसम्म रहने हो? र अन्त्यमा हतियार अभावको यो समस्या दीर्घकालीन समाधानतर्फ जाओस् भन्ने कामना गरौँ। हामीले कामना बाहेक अरू त के नै गर्न सक्छौँ र?